दर्शकबिन पहिला यो भिडियो हेर्नुहोस्। अब अर्को क्लिप हेर्नुहोस्। अब यो विवरण राम्ररी हेरौँ। 2080-81 मा करिब 23,000 को हाराहारीमा सडक दुर्घटना भएका छन् भने करिब 2400 जनाको मृत्यु भएको छ, जसमा 6500 जना गम्भीर घाइतेको रूपमा हुनुभएको छ भने 25,615 सामान्य घाइते हुनुभएको छ। र अहिले 2081-82 को कुरा गर्ने हो भने सडक दुर्घटना बढेर 28,692 करिब 29,000 को हाराहारीमा बढेको छ भने जस अन्तर्गत 2549 जनाको मृत्यु भएको छ र 69 करिब 7,000 जना गम्भीर घाइतेको रूपमा रहनु भएको छ भने 37,000 जति सामान्य घाइतेको रूपमा रहनु भएको छ। यहाँ अगाडि यस्तै खराब सडकहरूलाई प्रदर्शन गरिएको छ। कृपया हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। कसको गल्ती र के गर्नुपर्छ अगाडि।